हाम्रो बर्थडेको सपिङ गर्न जाने भन्नुभएको होइन? बर्थडेको सपिङ अरे के को सपिङ, कस्तो सपिङ हौ, किन सपिङ? अस्ति त्यत्रो दिनभरि लुगा आएको छ इजरायलदेखि, उता कतारबाट पनि दिदीले पठाइदिएको छ अरे कपडाहरू। हिजो भन्दै थियो मैले बुनुलाई पठाइदिएको छु सामानहरू, केही पनि सपिङ गर्नु पर्दैन भनेर। अझै पनि तिमीलाई सपिङ गर्नुपर्छ अनुष्का? राम राम राम, बर्थडे हो भन्ने बित्तिकै सपिङ गरेकै लुगा लगाउनु पर्ने अरे क्या, आफैले किनेको नयाँ लुगा लगाउनु पर्ने अरे। फेरि के लुगा किन्ने भनेर भनौँ भने एउटै मात्रै छ कि उनीहरूलाई चोइस, अरू थोक पनि किन्नु परेको छैन, एउटै छ। के हो अरे भने अस्ति दसैँको बेलामा दादाले चाहिँ ब्ल्याक कलरमा लेदरको ज्याकेट किनेको थियो। लेदर त के भन्नु, सिन्थेटिक भनौँ न, लेदर टाइपको त्यो किनेको थियो। अनि आज चाहिँ अब दिदीहरूलाई पनि लेदरको ज्याकेट दिदी बहिनीलाई पनि किन्नु पऱ्यो अरे क्या। अब अनुष्काको बर्थडे 20 गते, समृद्धिको बर्थडे 25 गते होइन। अनि छुट्टीको दिन हिजो यिनीहरूलाई चाहिँ मैले लिएर गएको थिएँ कि दुइटैको छुट्टी भएको बेलामा जाउँ भने खासमा चाहिँ हामी न्यु रोड जान भनेर गएको हो। न्यु रोड जान मन लागेन क्या, जाँदा जाँदै बाटोमा अब हाम्रो मुड चेन्ज भयो क्या। त्यहाँभन्दा त बरु हामी बानेश्वरको सस्तो बजारतिर जाउँ, अनि त्यहाँनिर सस्तो पनि हुन्छ, अनि किनेर आउँ। किनभने न्यु रोडतिर गयो सामानहरू हेऱ्यो भन्ने बित्तिकै एउटा दुइटा पिस पाउँदैन। फेरि हाम्रो अनुष्का अहिले साइज कट भइसकेको छ नि त, यतिखेर त 11-12 वर्षको उमेरको मान्छेहरूलाई चाहिँ हतपति साइज पाउँदैन क्या। उनीहरूलाई ठुलै मान्छेकोमा सानो साइजको हेरेर लिनुपर्ने हुन्छ होइन। त्यस्तो भएर चाहिँ नि हामीहरू बानेश्वरतिर गएर हेऱ्यौँ कि हामीले कतिवटा पसलमा त्यो भित्र सस्तो बजारतिर पनि हेऱ्यौँ, बाहिरतिर पनि हेऱ्यौँ, पनि कहीँ पनि पाइरहेको थिएन। चेक गर्दै कुनै के भयो भन्छ, कुनै इलास्टिक नभएको भन्छ, कुनै डिजाइन मन परेन भन्छ, के भन्छ। त्यहीको एउटा कस्मेटिक पसलमा गयौँ कि कस्मेटिक पसलमा हेर्नु त मलाई त ज्वेलरी बक्सहरू यस्तो राम्रो लाग्यो नि, मन पर्यो। त मलाई चाहिँ त्यो ठुलोबाट पिङ्कको नै राम्रो लाग्यो कि, त्यो ब्लू कलरको र पिङ्क कलरको चाहिँ एउटै प्राइस थियो है। त्यो ठुलो नै राम्रो नि त, बाहिरबाट पनि देखिने, अनि मन पर्यो। अनि फेरि अर्को पसलमा गयो, अनि के मन पर्दैन, घरि साइज हुँदैन है, कतै प्राइस मिल्दैन। अनि त्यहीँ माथिको पसलबाट चाहिँ फेरि बाहिर लगेर उनीहरूको आफ्नो मान्छेको पसलमा पुऱ्यायो कि, त्यहाँ पनि फेरि के मन पर्दैन, कहाँ कलर हुँदैन, के हुँदैन। अनि हेर्दा 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 गरेर यो दिदी बहिनीले मलाई चाहिँ गलेर थाकेर म चाहिँ हैरानै भइसकेँ कि, अब जस्तो पाए त्यस्तो उठाएर नि हिँड भन्छु कि। अनि भन्दा लास्टमा चाहिँ उनीहरूले एउटा टिपेर नि हिँड्यो। अनुष्काले एउटा हाइनेक पनि किनेर आयो कि। अनि अब बर्थडे भनेपछि किनिनै पर्ने अरे कि, किनिनै पर्ने अरे। दुईजनालाई हेर्नु न, यहाँ अनुष्काले यो हाइनेक चाहिँ त्यहीँ लाएर चेक गरिहाल्यो, अनि ज्याकेट पनि चेक गरेर एउटा टिपेर नि हामी चाहिँ फर्केर आयौँ है। म त यिनीहरूसित जाँदाखेरि वाक्क ब्याक्क दिक्क प्याक्क भयो क्या अलमोस्ट। त्यो सस्तो बजारभित्र चाहिँ 5 चोटि नै ओरोदोरो गरेर होला क्या, साइज नमिलेर के नमिलेर।